औला चाहिँ गर्दै थिएन है अल्छी लाग्दैछ अल्छी लाग्दैछ यहाँ माथि देख्नु भएको चाहिँ तपाईँको टिकचुक यहाँ आउनु न मेरो भिडियोमा आउनु न भाइ के भन्नु छ तिमीलाई भन न प्लिज कोक फेकुवा बारेमा भन त थाहा छैन हिँड न युट्युबमा हाल्नु न यस त्यतिकै यतिकै यता कहाँबाट आउनु भएको पाहुनाहरू ए आउनु भाइ सबै गुन्द्री त अस्ति सरन्जाम कस्तो साह्रो परेको मलाई चाहिँ आम्मामा हेलो ठिकै छ खेल्नु आएको होइन कस्तो दामी रहेछ यहाँ त आगो उनीहरू खिचिदिए कता कताको हिगङको पाहुना हुनुहुँदो रहेछ ए लिङचोको पाहुना डेन्जरहरू रहेछ एकदम उता त झन् ठुलो होइन हेर बसम यस्तोहरू हाल्नुपर्छ नि तिमीले चाहिँ एडिट फोटो गरेर खिचेर के चाहिँ आफ्नो गाउँमा भएको यस्तोहरू बनाउँ भनेको बनाउनु अस्ति न्यु इयरको उयो के भन्छ बनाउँ भनेको त न्यु इयरमा के गर्छ ले फिर से करो मुसम फिर से करो जल्दी करो ना वीडियो कर रही हूँ मैं यहाँ बसो ना भाई यहाँ माथि बिक्री गर्ने
यहाँ हेर न यी ओके सो यहाँ चाहिँ हाम्रो बोजूको महिला बोजूको घरमा बोजूले चाहिँ सङ्क्रान्तिको लागि स्विट्सहरू रेडी गर्नुहुँदैछ अनि यो भिडियो चाहिँ डे आफ्टर टुमोरो जुन चाहिँ सेकेन्ड डे कोकफेक वातम नामको सेकेन्ड डे थियो ठिकै सङ्क्रान्ति पनि थियो है सङ्क्रान्तिको लागि प्रिपेरेसनहरू हुँदैछ काकीले सेलरोटी पोल्नुहुँदैछ बोजू ठुलो मम्मीले केहरू रोटीहरू बनाउनु हुँदैछ पापडको रोटीहरू अन्त मैले हेल्प गर्दैछु है किप वाचिङ यो चाहिँ सेकेन्ड डेको भिडियो है कोकफेक वातम नाम चाहिँ 2 दिन गरेको थियो सेलिब्रेट फर्स्ट डे चाहिँ अगाडि भयो अन्त यो चाहिँ सेकेन्ड डेको लागि अनि हामी चाहिँ एक्चुअली चाहिँ हाम्रो जुन चाहिँ मेन मोटिभ के थियो भन्दाखेरि चाहिँ म जानुको हाम्रो चाहिँ तिक्चेक टु लिङचोम चाहिँ र्याली भन्दा पनि एउटा ट्रिब्युट टु हाम्रो लेट बेबी मुरिङला पद्माश्री बेबी मुरिङला उहाँको लागि चाहिँ एउटा ट्रिब्युट है अन्त कल्चरल र्याली गर्दै थियो त्यसको लागि चाहिँ हामी प्रेजेन्स दिनको लागि गएको थियो गान्तोकबाट अनि यो चाहिँ हाम्रो बिहान मर्निङमा चाहिँ हामी यहाँ डेस्टिनेसनमा पुगेको थियौँ जहाँदेखि चाहिँ हाम्रो र्याली स्टार्ट हुँदै थियो अनि यो सकेर आएर चाहिँ र्याली सकेर आएर चाहिँ लिङचोम आइपुगेर चाहिँ प्रोग्रामहरू स्टार्ट भएको थियो है ओके किप वाचिङ तपाईँको र्यालीको जग्गा चाहिँ जाउँ है छेउछाउमा होइन छेउछाउ ओके फेरि मैले चाहिँ त्यो सेकेन्ड डेको कोकफेकको भिडियो चाहिँ कन्टिन्यू गर्नु बिर्सेछु है त्यतिकै भुलेछु साथीभाइहरू भेट्दा यताउता गर्दा त्यतिकै हामी फर्के पनि हाल्ने गान्तोक किनभने भोलिपल्ट हामी कोकफेक वातम नाम फेरि र्याकेप हो कि रिसेप भन्ने जग्गामा सिङताम है तिमी नाम्फिङ जानुपर्ने थियो र चाहिँ मैले यो एकैचोटि एडिट पनि गर्दै हालेको छु किनभने यहाँको भिडियो चाहिँ सर्ट छ कि यो चाहिँ म चाहिँ फर्स्ट टाइम गएको है यहाँ चाहिँ सानो प्रोग्राम तर मजाले गरेको थियो अन्त रमाइलो पनि भएको थियो जोकोमा बाँड्दैछ यहाँ खानेकुरा पुरा पोको पारेछ ढल्केला जवान सालै पछि त्यसैले गर्दा यसै पालि धान नाचिराखौँ है यसको निम्ति लिएर आउँदै हुनुहुन्छ हामीमाझ कलाकार लिम्बुनीले खाना गइरहेको छ फुरुम्बो साथै शान्ति लिम्बू यहाँहरूलाई पनि जोरदार तालीको साथमा उहाँहरूको पालम सँगै धान नाच्ने बाजाको साथमा यहाँ